तपाईँको मैले योगदान के छ? मेरो योगदान त धेरै छ। मैले 2046 जब संविधान सभाको चुनाव भएको थियो नि, त्यतिखेर मैले झोरमा गएर बास बसेर मैले 50 घर दलितकोलाई माओवादीकोलाई काङ्ग्रेस बनाएर ल्याएको मेरो योगदान। तपाईँले त्यो आयो भने चाहिँ पार्टी छोड्नुहुन्छ? भन्छन् छोड्न सक्नुहुन्न? त्यसो छोड्न सके हैन, पार्टी छोड्नुहुन्न? पार्टी छोड्दिन। हस्, धन्यवाद। पाउनु भएको छैन? टिकट पाएको छैन। राष्ट्रिय सभामा 3 चोटि सिफारिस पाइन, समानुपातिकमा पनि अटाइन, राष्ट्रिय सभामा पनि अटाइन। हामी जस्तो को मूल्याङ्कनै भयो। मूल्याङ्कन तपाईँको नाम के भन्नुभयो? म फुलमाया विश्वकर्मा आँसु। पहिला नेपालगञ्ज बाँकेबाट मेरो राजनीति सुरु यात्रा हो। म 6 नम्बर क्षेत्र टोखा 11 को पूर्व जनप्रतिनिधि। म पूर्व नेपाल दलित सङ्घको केन्द्रीय सदस्य। म एकदम सङ्घर्ष गरेको महिला हो। पार्टीमा चाहिँ मेरो मूल्याङ्कन चाहिँ भएन के, त्यसमा कता कता अलिअलि दुःख चाहिँ लाग्छ। तैपनि मेरो मूल्याङ्कन नभए पनि तर पार्टी चाहिँ जोगिन पर्यो। पार्टी फुटालेर पार्टी बिगारेर भोलि उ गर्नु भएन। नेपाली काङ्ग्रेस जोगाउनलाई 46 सालमा राको जुलुस निकालेको महिला म पनि एउटा हो के। नेपालगञ्जको बाँकेको बिपी चोकमा महाधिवेशन हुनै नदिने भनेर तपाईँकै काङ्ग्रेसहरू लागिरहेछन्। अब हाम्रो काङ्ग्रेसहरू अब ठुल्ठुलो नेताहरूको अब आफ्नो माथि के छ तर हाम्रो भित्री आन्तरिक कुरा त हामीलाई भन्नु भएको छैन। तर देख्नमा चाहिँ अब यो विशेष महाधिवेशन रोकेर अब सब अर्को महाधिवेशन महाधिवेशनै गर्न उचित होला जस्तो लाग्छ मलाई त होइन। किनभने चाहिँ अब यो अहिले विशेष महाधिवेशनले धेरै हल्लाचल्ला नि भएको छ। नेपाली काङ्ग्रेसलाई असर पर्छ भन्ने कुरा पनि आएको छ। त्यसले गर्दाखेरि हामीलाई चाहिँ पीडा छ। नेपाली काङ्ग्रेस अब टुटफुटको विषयमा गइरहेछ भन्ने कुरा छ होइन? त्यही टुटफुटको विषयमा जान्छ कि भन्ने हामीलाई चिन्ता भइरहेछ। रिपोर्टिङ कलममा आएर हामीले पत्रकार सम्मेलन यहाँ रिपोर्ट कलममा आज शेरबहादुर देउला हाम्रो पार्टी सभापति ज्यूलाई पनि हामी भेट्न गएको। आज के भन्नुभयो त उहाँको विषय के छ? उहाँले के भन्नुभयो? उहाँले अब मिलाएर जानुपर्छ, गर्नुपर्छ। अब म सभापति हुँदा अब म सभापति उहाँले पनि फेरि चुनाव लड्ने तयारी गर्दै हुनुहुन्छ अरे हो? खै हामीसँग त म सभापति हुन्न भन्नुभएको थियो। आज त सभापति हुन्न भन्नुभयो कि उता डडेलधुराबाट फेरि पनि एकचोटि प्रतिनिधि हुने भन्ने विषय आइरहेछ यहाँ? के हो विषय त आइरहेछ। अब त्यति उहाँले पनि उठ्नुहुन्छ त फेरि एकचोटि? तपाईँहरूको काङ्ग्रेसको भित्र के छ त? काङ्ग्रेसभित्र पनि तपाईँहरूको के होला नि? अब उहाँलाई चाहिँ दिने नदिने, उहाँलाई उठाउने नउठाउने तपाईँहरू केही सल्लाह भएको होला? अब चाहिँ उहाँ चाहिँ अब उहाँको विचार अब उठ्छु नै भनेर लाग्नुहुन्छ भने हामीले त रोक्न सकिँदैन। हामी त अब सानो मान्छे, सपोर्ट गर्नुहुन्छ, उठ्नु पर्यो भने। अब काङ्ग्रेसको लागि हामी चाहिँ काङ्ग्रेस भनेर हिँडे हो। व्यक्ति भन्दा नि हामी काङ्ग्रेसको सत्ता बचाउनु पर्यो भनेर। अब चाहिँ तपाईँको के छ एजेन्डा? के छ? अब तपाईँ पनि फेरि चुनावमा जाने होला? तपाईँ चुनावको तयारी गर्दै अब हुनुहुन्छ? चुनावमा जाने हो। चुनाव हुन्छ त यो देशमा जहिले चाहिँ? सभामा 4 चोटि नाम आयो। चुनाव हुन्छ त यहाँ? चुनाव नहुने भनेर पनि धेरै दलहरू लागिरहेछन्। चुनाव भयो भने जाने, भएन भने अब बस्ने। चुनाव भएन भने बस्ने। के छ योगदान अहिलेसम्म तपाईँको? के छ योगदान? के छ भन्नु? मेरो त म त 2046 सालदेखि नेपालगञ्ज बाँकेदेखि राजनीति गरेर सुशील कोइराला दाईको सहयात्री भएर म लागेको मान्छे। 2048 सालमा जिल्ला ट्रेड युनियनको सदस्य, हेमु पर्साई कोषाध्यक्ष, म जिल्ला ट्रेड युनियनको सदस्य भएर काम गरेको। त्यहाँबाट 56 सालमा काठमाडौँ आएर काठमाडौँमा निरन्तर काम गरेको। 20 वर्ष त मैले यहाँ के अरे उसमा 6 नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसलाई उ गरेँ। काम गरेको केही छ तपाईँको यस्तो? अब मैले चाहिँ यो ठाउँमा यस्तो गरेँ भन्ने केही छ त? माओवादीबाट काङ्ग्रेसमा ल्याउनु? काङ्ग्रेसमा लिएर आएको छु। उहाँलाई चाहिँ सेवा सुविधा केही त्यस्तो केही? मैले दिन्छु उहाँहरूलाई पनि। म जान्छु, आश्वासन दिन्छु उहाँहरूलाई। कहिले मैले आश्वासन मात्रै हो? किताब कपीहरू लगिदिन्छु उहाँहरूसँग। मैले पानीको लागि मैले पहल गरिदिएँ 6 नम्बर क्षेत्रको झोर भन्ने ठाउँमा। फुलमाया विश्वकर्मा भनेपछि 6 नम्बर क्षेत्रमा पपुलर। अहिले फेरि पनि चुनाव कहाँबाट लड्ने तयारी हुन्छ तपाईँको? अब प्रत्यक्षमा त अब टिकट दिएर लड्ने हो पार्टीले। टिकट भएन तपाईँको? गुनासो छ तपाईँको काङ्ग्रेसमा? मेरो त गुनासो छ। म हुन पाइनँ भने पनि काङ्ग्रेस जोगिन पर्यो। काङ्ग्रेसभित्र धेरै गुनासो गर्नेहरू टुटफुट हुँदै अर्को पार्टी जाने तयारी गर्दैछन् के हो तपाईँको? धेरै अब पार्टी पनि परित्याग गरेर जानुभयो। कतिहरू गर्नुहुन्छ। तपाईँ पनि जानुहुन्छ कि? हामी त जान नसकेर नि यही न्याउ गरेर बसे। अर्को कुनै पार्टीमा तपाईँलाई चाहिँ यो अब यो क्षेत्र नम्बरबाट तपाईँलाई चाहिँ सिफारिस गरिन्छ भन्ने खालको त्यस्तो कुनै